र मलाई सबभन्दा दुःख लाग्दो कुरो के छ भन्नुहुन्छ भने देशको प्रधानमन्त्री लुम्बिनीसम्म जाँदा पनि अहिलेका हाम्रो केपी शर्मा ओलीजी लुम्बिनीको मायादेवी मन्दिर गएर एउटा दर्शनसम्म पनि गर्न जानु भएन। हाम्रो लार्क्यालजी साँच्चै नै बुद्धप्रतिको श्रद्धा भावना र उहाँ बुद्धिस्ट र लुम्बिनी विकास गर्नुपर्छ भन्ने खालको उहाँको चाहना छ भने उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ। बुद्ध जयन्तीको जुन बेलामा थियो त्यो बेलामा मैले वरिपरि कोही पनि लुम्बिनी विकास कोषको न एउटा भलन्टियर्स देखेँ न कोही त्यहाँको पदाधिकारीहरू चाहिँ आएर चाहिँ केही कसैलाई एउटा चाहिँ सहयोग गरेको देखेँ। तत्कालन गर्नुपर्ने कुराहरू मायादेवी मन्दिरको वरिपरि जुन त्यो इँटादेखि लिएर ढुङ्गा बिछ्याउने कामहरू जुन काठ ठाउँ काठ बिछ्याएर एउटा त्यो अहिले जुन देखा पर्यो मैले यहाँलाई भन्नु मिल्दैन त्यो तत्कालन त्यसलाई निकालेर पहिला जस्तो हो त्यो दुबोको हरियो घाँसमै पूर्ववत अवस्थामा फर्किनु हुनु पर्यो। इन्डियाको प्रधानमन्त्री आएर चाहिँ यो बुद्धको जन्मस्थान हो भनिदिनु नै सब नेपालीको लागि चाहिँ कुरा भएको हुनाले यसमा विवाद गरिराख्नु पर्दैन। दर्शकवृन्द नमस्कार। गोलखबर.com को विशेष संवाद कार्यक्रममा तपाईलाई हार्दिक स्वागत गर्न चाहन्छौँ। सधैँझै आज हामी एउटा महत्त्वपूर्ण विषयमा छलफल गर्नेछौँ। छलफलका लागि आज हामीसँग हामीले हाम्रो अतिथिको रूपमा लामो समयदेखि पर्यटन व्यवसायीको रूपमा काम गर्दै आउनुभएका, त्यसभित्र हवाई पर्यटनको पनि लामो अनुभव सङ्घाल्नुभएका, त्यसैगरी लुम्बिनी विकास कोषको पूर्व सदस्य, लुम्बिनी र लुम्बिनीको विकास सम्बन्धी जानकार। यति भनेपछि हामीले आजका अतिथि महत्त्वपूर्ण अतिथिलाई हामीले स्टुडियोमा निम्त्याएका छौँ। यो विषयमा छलफल गर्नेछौँ कि हामी लुम्बिनीलाई विश्वस्तरमा यसलाई अझै थप विकास गर्न के कस्ता योजनाहरू आवश्यक छन्, लुम्बिनी विकास कोषको पूर्व सदस्य भएको हैसियतले उहाँको कार्यकालमा के कस्ता कामहरू भए, यी विषयमा हामी केन्द्रित रहेर कुराकानी गर्नेछौँ र यी विषयसँग सम्बन्धित अन्य विषयलाई पनि हामी समेट्नेछौँ। सबैभन्दा पहिले आजका हाम्रा अतिथि आरके साक्यज्यू हाम्रो स्टुडियोमा हुनुहुन्छ। उहाँलाई हामी कार्यक्रममा सबैभन्दा पहिला स्वागत गर्छौँ, नमस्कार गर्छौँ। धन्यवाद। मैले तपाईँको बारेको पृष्ठभूमि छोटो बताएँ। यसभन्दा बढी जानकारी तपाईँलाई आफ्नो विषयमा दिनु नै हुनेछ, तपाईँको आफ्नो कामको बारेमा। सबैभन्दा पहिलो प्रश्न मैले यो लुम्बिनी, यसको विकास र यसका चुनौतीहरू, लुम्बिनीको विकास गर्नको लागि जसरी लुम्बिनीलाई हामीले चाहिँ गौतम बुद्धको जन्मस्थल भनेर संसारभरि हामीले चिनाउँदै आएका छौँ र यसलाई विकास गर्न तपाईँ आफ्नो कार्यकालमा लुम्बिनी विकास कोषको पूर्व सदस्य भनेको एउटा महत्त्वपूर्ण सरकारी जिम्मेवारीको एउटा पद हो। यसमा रहँदाखेरि तपाईँले के कस्ता कार्यहरू गर्नुभयो लुम्बिनीको विकासको लागि? मैले यहाँबाट क्वेसन सुरु गरेँ सर, योसँग सम्बन्धित विषयहरू बेला बेलामा मैले जोड्नेछु। धन्यवाद। यहाँले केही लुम्बिनीको बारेमा बोल्ने समय दिनुभयो। हजुर। अब लुम्बिनी भन्नाले लुम्बिनीलाई नचिने संसारमा कोही पनि छैन। हाम्रो देशको पहिचान पनि लुम्बिनीसँग पनि गाँसिया छ। हामी देश विदेशमा जाँदाखेरि तपाईँ कहाँबाट आउनुभएको भन्दाखेरि हामी नेपाली भन्नुको साथसाथै भगवान बुद्ध जन्मेको देश नेपालबाट आएका हौँ भनेर हामी आफूलाई संसारभरि चिनाउँछौँ। हजुर हजुर। र त्यसै गरी चिन्छ। र अर्को पक्ष भन्नुपर्दा हामी संसारको सबैभन्दा अग्लो चुचुरो भएको देश, सगरमाथा एभरेस्टको देश भनेर हामी यसरी चिनाउँछौँ। अब अहिले आएर लुम्बिनी सम्बन्धी यहाँले प्रश्नहरू राख्नुभयो, त्यसैमा केन्द्रित भएर हामीहरू सायद कुरा अगाडि बढाउनु पर्ला। लुम्बिनीको महत्त्व कति छ भन्ने कुराहरू मैले भनिराख्नु पर्दैन। पाठ्यक्रमदेखि लिएर चाहिँ हाम्रो देश विदेश र संसारमा लुम्बिनी चिनिन्छ, किनभने
लुम्बिनी भन्नु नि भगवान बुद्धको जन्मस्थानको रूपमा संसारले चिनेको छ। खै बीचबीचमा कहिलेकाहीँ इन्डियामा जन्मेको अथवा विभिन्न खालको कुराहरू कता कता आउँछन्। त्यसलाई नेपाली भएको हिसाबले हामीले चाहिँ गौतम बुद्ध लुम्बिनीमा जन्म भएको भनेर प्रमाणसहित संसारले भनिरहेका छौँ नि। अनि कतै कतैबाट त्यस्तो कुरा आउँदाखेरि यहाँहरूलाई कस्तो लाग्छ? अब यसमा प्रष्ट रूपमा भन्नुपर्दाखेरि चाहिँ यो जुन लुम्बिनी विकास योजना अथवा त्यसलाई लुम्बिनी विकास कोष भनिन्छ, त्यो बन्नु नै सर्वप्रथम भगवान बुद्धको जन्मस्थान लुम्बिनीमा हो भनेर झन्डै 30 देखि 35 वर्ष अगाडि यो कुराहरू प्रष्ट भइसकेको अवस्था हो। किनभने लुम्बिनी विकास कोषको जुन योजना छ त्यो नेपाल सरकारको योजना मात्र नभइकन त्यो युनाइटेड नेसनले नै सहयोग गरेर अथवा युनाइटेड नेसन ले त्यो मास्टर प्लान डिजाइन गराउनुको निमित्त जापानको प्रसिद्ध डिजाइनर मास्टर प्लान डिजाइन गर्ने व्यक्ति केन्जो टाङ्गे भन्ने जुन जापानिज नागरिक हुनुहुन्थ्यो, त्यति बेला उहाँ प्रख्यात एउटा डिजाइन गर्ने व्यक्ति हुनुहुन्थ्यो। त्यो बेलामा ठुल्ठुलो योजनाहरूमा उहाँले साउदी अरेबियाको राजाको अहिलेको जुन दरबार छ त्यो पनि उहाँले सुरुमा डिजाइन गर्नुभएको भन्ने। र त्यो बेलामा किन उहाँलाई चुन्यो भन्दाखेरि चाहिँ जापान र नेपालको सम्बन्ध त धेरै पुरानै हो र जापानमा पनि धेरै बुद्धिस्ट अथवा बुद्ध धर्म मान्ने देश भएको हुनाले र बौद्धिस्टहरूको भावना उहाँहरूले बुझ्छ अरू देशको तुलनामा होला। अरू देशमा पनि धेरै सक्षम डिजाइनर्सहरू मास्टर प्लान बनाउने प्रोजेक्टको बारेमा काम गर्नेहरू अरू देश पनि हुनसक्छ अथवा हो। तर पनि त्यो बेलामा जापानलाई चुन्नुको अर्थ चाहिँ जापान पनि बुद्ध धर्मकै देश भएको हुनाले त्यो बुद्ध धर्मको भावना त्यहाँ जागृति होस् र डिजाइन गर्दाखेरि त्यो पनि पृष्ठभूमिमा राखेर काम होस् भन्ने सिलसिलामा युनाइटेड नेसनले उहाँलाई नियुक्ति गरेर त्यति बेला महेन्द्र राजा सरकार र युनाइटेड नेसनका सेक्रेटरी जनरल उथान्त उहाँ पनि बुद्धिस्ट, उहाँ पनि म्यानमार त्यो बेलामा बर्मा भनिन्थ्यो, बर्माको नागरिक भएको कारणले सौभाग्यवश उहाँ युएनमा हुँदाखेरि त्यो कार्य भएको लुम्बिनी विकास कोष चाहिँ महेन्द्र राजाको पालामा स्थापना गरिएको हो। एब्सोल्युटली, बिल्कुलै त्यही हो। त्यो कारणले योजना सुरु भएको हो हेर्नुहोस् है। अब अरू त त्यसपछि त्यो योजना अघि सर्दै गयो, त्यसलाई निरन्तरता दिने क्रममा तपाईँ त्यति बेलाको जुन कार्यकालमा रहनुभयो नि, त्यो बेलामा अब त्यो महेन्द्र सरकारको पालामा त म होइन, तर पछि त हो, पछि हो महेन्द्र सरकारको समयमा यो ठाउँमा यसरी योजना बनाउने भन्ने चाहिँ निर्णय भयो। त्यसलाई निरन्तरता दिने क्रममा तपाईँहरू आइपुग्नु भयो, हामीहरू आइपुग्यौँ। त्यसपछि के कस्ता कामहरू भयो सर? अब त्यो बेलामा कस्तो छ भन्नुहुन्छ भने जग्गा अधिग्रहण गरेर योजना बनिसकेको अवस्था थियो। केन्जो टाङ्गेले त्यो डिजाइन गरिसकेको अवस्था थियो हामी पुग्दाखेरि, र केही बनिसकेको अवस्थाहरू पनि थियो। जग्गा अधिग्रहण गरेर योजना स्वरूप बनिसकेको थियो धेरै कुराहरू थियो। अहिलेको जुन यहाँहरूले लुम्बिनी जानु हुँदाखेरि जुन देख्नुहुन्छ त्यो करिब त्यो स्थितिमा बनिसकेको थियो। के बनिसकेको थियो भन्दाखेरि चाहिँ एउटा चाहिँ लुम्बिनीको मास्टर प्लान भनेको लम्बाइ उत्तर दक्षिण चाहिँ 3 किलोमिटर्स
अनि पूर्व पश्चिम चाहिँ 1 किलोमिटरको हाराहारीमा त्यो विकास भएको त्यो स्थान हो, क्षेत्रफल चाहिँ हैन। त्यसमा चाहिँ त्यसलाई तीन विभाग तीनवटामा विभाजित गरिएको छ। एउटा मास्टर प्लानमा त्यसलाई साक्रेड जोन भन्छ। साक्रेड जोन भन्नुको ठाउँ त्यो विशिष्ट मायादेवीको मन्दिर जहाँ भगवान बुद्धको जुन जन्म भयो त्यसलाई साक्रेड जोन भनिन्छ। त्यसपछि गएर चाहिँ मोनास्टिक जोन भनिन्छ। त्यो भनेको मोनास्टिक जोन भनेको बौद्ध मन्दिरहरू बनाउनुको लागि उपलब्ध हुने ठाउँ अथवा त्यो देश विदेश सम्पूर्ण बुद्धिस्ट देश विदेशको अथवा सङ्घ संस्थाले आएर चाहिँ त्यहाँ बनाउनु पाउने त्यही अहिले जुन यहाँले लुम्बिनी देख्नुहुन्छ त्यही हो अहिले चाहिँ हैन। त्यसपछि गएर चाहिँ त्यसलाई मोनास्टिक जोन भनिन्छ र अर्को एउटा एरियालाई कल्चरल जोन भनिन्छ। त्यो तीनवटामा विभाजित गरिएको छ मास्टर प्लानमा। 3 भागमा बाँडेको छ, काम सुरु गरिएको छ। अनि बीचमा ठ्याक्कै पानीको एउटा कनाल छ। त्यो ठाउँ धेरै गर्मी भएको हुनाले चाहिँ शीतलता प्रदान गर्नको लागि त्यो रमणीय वातावरण होस्, किनभने त्यो धेरै गर्मी ठाउँ भएको हुनाले चाहिँ पानी त्यता पठाएर पानी शीतलताको लागि अनि त्यो ठाउँमा अब कमलको फुल रोप्नेदेखि लिएर चाहिँ पन्छीहरू आउने एउटा रमणीय वातावरण हुने, वरिपरि सबै मन मन्दिर भएको हुनाले ध्यान गर्न र उपयोग ठाउँको वातावरण बनाउनको लागि त्यो बिचमा पानी राखिएको हो। त्यसपछि त्यो कल्चरल जोन भन्ने ठाउँमा गइसकेपछि त्यहाँ लाइब्रेरी छ, म्युजियम्सहरू छ। अहिले रिसेन्टली मैले सुन्नमा आउँदाखेरि हल्सहरू पनि बनायो भने सुनिन्छ। केही नयाँ संरचनाहरू त्यहाँ बढाएको छ। र त्यसपछि होटेल्सहरू र पिलिग्रिम भनेर पिलिग्रिम होटेल, त्यसपछि पर्यटकीय होटेल बनाएर अहिले त्यो एरियालाई कल्चरल जोन भन्छ। र त्यो ठाउँमा अहिले चाहिँ शान्ति स्तूपा भनेर एउटा ठुलो सेतो जुन हामी फोटोग्राफमा पनि हामी लुम्बिनी किताबहरू पल्टाउँदाखेरि त्यो पनि हामी देख्छौँ। त्यो लुम्बिनीको भ्रमण गर्न जानेहरूले त्यो ठाउँलाई चाहिँ 3 भागमा विभाजन गरेर त्यसको अध्ययन गर्न चाहने, त्यसको बारेमा चाहिँ ज्ञान लिन चाहनेहरूलाई चाहिँ यो कुरा चाहिँ महत्त्वपूर्ण हुने भयो हैन? बिल्कुल त्यो सुरुदेखि मास्टर प्लानमा त्यही छ। अनि यति कुरा गर्दै गर्दा त्यसको थप विकासको लागि सरकारी लगानी, सरकारी कार्यक्रमहरू अहिले पर्याप्त छ यहाँलाई कस्तो लाग्छ? अब हाम्रो पालामा जुन बेलामा म त्यसमा सदस्य थिएँ, म 3 पटक म सदस्य भएँ त्यो संस्थामा। हामीले निकै मेहनत गरे हो। त्यो बेलामा करिब केही पनि थिएन भने पनि हुन्छ। मास्टर प्लान चाहिँ बन्यो त जुन संरचना आउनुपर्ने संरचनाहरू त्यो बन्न बाँकी नै थियो। त्यसमा हामीले चाहिँ सर्वप्रथम के गर्ने भन्ने कार्यविधिको सिलसिलामा यो लुम्बिनीलाई विशेष गरिकन त्यसमा मेरो योगदान पनि छ। त्यसमा के गर्ने भन्दाखेरि चाहिँ विश्व सम्पदामा लुम्बिनीलाई राख्ने, विश्व सम्पदा सूचीमा लुम्बिनीलाई सूचीकृत गर्ने हजुर भन्ने कुरा निकै त्यो बेलामा चर्चाको विषय भइरहेको थियो। सूचीकृत भयो पनि म त्यो सिलसिलामा म आफै सम्पूर्ण कागजातहरू बोकेर तयार गरेर बोकेर म फ्रान्स पुगेको थिएँ। त्यो मेरो पर्सनल आफ्नै इनिसिएटिभमा म पुगेको थिएँ। आफ्नो पहल गर्नुभयो। त्यो बेलामा अब हामीसँग त्यो लुम्बिनी विकास कोषसँग फ्रान्स पुग्ने बजेट पनि थिएन। मैले आफ्नै खर्च गरेर त्यो बेलामा यो महत्त्वपूर्ण काम हो, यो गर्न पाएमा मेरो पनि ठुलो एउटा चाहिँ तपाईँ आफूलाई सन्तुष्टि हुन्छ र यो ऐतिहासिक कुरा हुने भएको हुनाले त्यो त सरकारले गर्नुपर्ने काम थियो नि। सरकारले त अब पहल त पहिला त गरिराखेको थियो, त बजेटको निकै कमी थियो त्यो बेलामा। त्यो कारणले गर्दाखेरि त्यो बेलामा बजेट पुगेन। के गर्ने भन्ने सिलसिलामा अनि मलाई त्यो आदरणीय उपाध्यक्षज्यू, मेम्बर सेक्रेटरीज्यू र बोर्डले चाहिँ आरके तपाईँ गइदिनु सक्नुहुन्छ भने यो अत्यन्त राम्रो हुने थियो भन्ने सिलसिलामा मैले चाहिँ स्वीकारेर आफ्नै खर्चमा त्यो डकुमेन्टहरू सबै बोकेर म युनेस्को हेड क्वार्टर्समा गएर 3 दिन बसेर उहाँहरूलाई लुम्बिनीको पृष्ठभूमि, इतिहास,
सबै बताउनु भयो मैले सबै लिखित मौखिक सबै गर्नु मौखिक लिखित सबै उहाँलाई बुझाएर डकुमेन्ट छोडेर त्यसको लगतै केही महिनाभित्रै लुम्बिनीलाई अहिलेको जुन हामी त्यो विश्व सम्पदा सूचीमा भयो लिस्टेड भयो त्यो लिस्टेड भएपछि के हुन्छ विदेशीहरूले लगानी गर्ने त्यहाँ उनीहरूले अलिक बढी चासो दिएर कार्यक्रम बनाउने त्यो सम्भावना त्यसपछि युनेस्को भनेको कस्तो छ भने चाहिँ संसारको जति पनि पुरानो हेरिटेजहरू छ त्यसलाई संरक्षण गर्ने विकास गराउनको लागि चाहिँ विभिन्न योजनाहरू दिने त्यसलाई रिसर्च गर्ने डेभलपमेन्ट गर्ने त्यसले काम गर्छ हाम्रो लुम्बिनीमा मात्र नभएको संसारमा उसले धेरै ठाउँमा गरेको छ जस्तो अहिले पशुपति पनि विश्व सम्पदा सूचीमा छ अनि त्यस्तै गरिकन स्वयम्भू बौद्ध यिनीहरू सबै सूचीमा परेको हुन्छ र त्यो बेलामा लुम्बिनीमा त्यो नभएको हुनाले चाहिँ त्यसमा मैले फ्रान्समा गएर प्यारिसमा गएर युनेस्कोलाई त्यो कुरा भनेर मैले एउटा चाहिँ अवसर पाएको थिएँ। अनि तपाईँ पर्यटन व्यवसायी पनि भएको हिसाबले बुद्धको जन्मस्थल बुद्ध दर्शन र योसँग सम्बन्धित विषयहरू जति पनि हुन्छन् नि पर्यटन व्यवसायीसँग बुद्ध दर्शन यो लुम्बिनीको चाहिँ कनेक्सन कतिको छ के लाग्छ यहाँलाई? अब कनेक्सन त धेरै ठुलो कनेक्सन छ हेर्नुहोस्। नेपालले वास्तवमा अहिलेको स्थितिमा भन्नुपर्दाखेरि जति नेपाल सरकारले गर्नुपर्ने हो लुम्बिनीलाई त्यो स्थानमा हेरेको छैन। मेरो व्यक्तिगत अनुभव यसलाई त्यस्तो लाग्छ, मलाई त्यस्तो लाग्छ। जति गर्नुपर्ने हो जति हुनुपर्ने हो त्यति ध्यान दिएन। अब योजना बन्छ कार्यान्वयन हुँदैन अथवा लुम्बिनीलाई जुन एउटा संसारको वर्ल्ड जस्तो अहिले भनौँ न यो साउदी अरेबियाको जुन मेक्काको हामी कुरा गर्छौँ मेक्का मदिनाको कुरा गर्छौँ त्यो लेभलमै अथवा त्योभन्दा माथिल्लो लेभलमा गएर चाहिँ त्यो ठाउँलाई विकास गर्न सकिन्थ्यो। त्यो चाहिँ सरकारले चाहिँ त्यति गर्न सकेको छैन। सरकारलाई झकझकाउनको लागि बुद्ध दर्शनसँग सम्बन्धित अभियन्ताहरूको चासो त्यसमा चाहिँ पहल कतिको छ? हाम्रो पालामा त्यही कुरालाई ध्यानमा राखेर त्यो बेलामा कांग्रेसको सरकार थियो सायद अनि सम्मान्य हाम्रो गिरिजाप्रसाद कोइरालाजी त्यसमा प्रधानमन्त्री हुनुहुन्थ्यो। उहाँ आफै पनि बुद्ध धर्मप्रति धेरै रुचि राख्ने र ज्ञान भएको व्यक्तित्व भएको कारणले गर्दाखेरि उहाँलाई लुम्बिनी विकासप्रति धेरै नै उहाँलाई चासो पनि थियो र उहाँको विशेष सहयोग अथवा उहाँको आफ्नो कार्यकालमा लुम्बिनीलाई विकास गर्नुपर्छ भनेर पूर्व त्रिभुवन युनिभर्सिटीको भाइस च्यान्सलर सूर्यबहादुर साक्य सर भन्ने हुनुहुन्थ्यो। उहाँलाई र अर्को हाम्रो प्रोफेसर बौद्ध विद्वान प्रोफेसर आसाराम साक्य सर भन्ने हुनुहुन्थ्यो। उहाँ दुईजनालाई विशेष गरिकन सूर्यबहादुर साक्य सरज्यूले चाहिँ उपाध्यक्षको पद लिएर त्यसपछि आसाराम साक्य सर भन्नेले चाहिँ मेम्बर सेक्रेटरीको पद लिएर उहाँहरूकै निर्देशनमा हामीले धेरै राम्रो कामहरू त्यो बेलामा गऱ्यौँ। पर्यटनसँग यसलाई चाहिँ कसरी जोड्न सकिन्छ? अब पर्यटन भन्नाले कस्तो छ भन्नुहुन्छ भने हामी नजाँदाखेरि पनि नहुँदाखेरि पनि अथवा हजारौँ वर्ष अगाडिदेखि नै लुम्बिनीमा आउने जाने त भइरहेछ। पर्यटनको हिसाबले अथवा त्यहाँका भिक्षुहरू देश विदेशबाट चाहिँ इतिहासमै छ त्यहाँ आएका छन्। हेर्नुहोस् त्यसमा विशेष गरिकन सर्वप्रथम त अशोक महाराज नै त्यहाँ अशोक सम्राट महान अशोक सम्राट त्यहाँ आउनु भएर सम्राट अशोकले स्थापना गरेका केही त्यस्ता वस्तुहरू होइन अशोक सम्राटले नै जुन अहिले स्तम्भ जुन छ त्यही स्तम्भको कारणले लुम्बिनी भनेर चिनियो। बुद्धको जन्मस्थल भनेर चिनियो कारणले उहाँले त्यो बनाउनु भयो त्यही कारणले चिनियो। त्यसपछि झन्डै 800 वर्ष जति त त्यो
कता हो के अवस्थामा छ भन्ने कसैलाई थाहा पनि थिएन है लुम्बिनी इतिहास त्यस्तो भयो किनभने फाहाङ र होङसाङ भन्ने दुईजना धेरै प्रख्यात विद्वान र बौद्ध भिक्षुहरू हुनुहुन्थ्यो उहाँहरू बुद्ध धर्मको सिलसिलामा इन्डिया नेपाल आउँदाखेरि चाहिँ उहाँहरू चाहिँ लुम्बिनी पनि जानुभएको थियो त्यो बेलाको जुन त्यसलाई ट्राभल रेकर्ड भन्छ त्यसको आधारमा नै लुम्बिनीलाई अथवा अरू धेरै भगवान बुद्धसँगको सम्बन्धित ठाउँहरूमा खोज तलासी अथवा रिसर्च अथवा एक्सप्लोर गर्दाखेरि चाहिँ पत्ता लगाएको कुराहरू हो गौतम बुद्ध यी प्रमाणहरूले गर्दा त्यहाँ जन्मनु भएको हो भन्ने कुरा पुष्टि हुन्छ पुष्टि त्यो बेला किनभने भगवान बुद्धको जन्म 2600 वर्ष अगाडि नै भइसकेको थियो अघि भगवान बुद्ध लुम्बिनीमा जन्म हुनुभयो बौद्ध गया अहिले हाल इन्डियामा छ उता पर्छ त्यहाँ चाहिँ बुद्धत्व प्राप्त गर्नुभयो अनि सारनाथ भन्ने अहिले बनारसको अलिकति छेउमा पर्छ त्यो चाहिँ त्यहाँ चाहिँ उहाँले धर्म प्रवचन गर्नुभयो पहिला प्रचार धर्म प्रवचन फर्स्ट धर्म प्रवचन त्यसपछि गएर चाहिँ कुशीनगर भन्ने ठाउँमा उहाँको परिनिर्वाण भयो है परिनिर्वाण भन्नुको मतलब कहिले काहीँ मिडियामा या त त्यो नियोजित हो या त चाहिँ के हो बुद्ध चाहिँ भारतमा जन्मिएका हुन् भनेर कयौँ भारतीय मिडियामा कहिले कसो आउने गर्छ तर त्यसको पुष्टि त हुँदैन तर त्यो आउने गर्छ नि कहिले काहीँ त्यसलाई यहाँ जस्तो अभियन्ताहरूले अलिकति त्यो भ्रमलाई चिरफार गर्नुपर्ने हो कि मैले यही कारण अघि पनि यहाँलाई मैले दोहोऱ्याएँ हजुर सरकारको चासो लुम्बिनीप्रति कम भयो विशेष गरिकन यो 46 सालपछि लुम्बिनी भन्ने चाहिँ सबैलाई अब प्रख्यात त छ तर चाहिँ जे जस्तो गर्नुपर्ने त्यो चासो चाहिँ कम भएर गयो त्यसमा विज्ञापनको कमी प्रमोसनको कमी मार्केटिङको कमी चिनाउनेमा कमी त्यो कारणले गर्दाखेरि चाहिँ जति लुम्बिनीमा भगवान बुद्धको जन्म स्थान हो भनेर हामीले जुन चिनाएर एउटा सरकार तौरले चाहिँ होइन पटक्कै गर्दै नगराए भने चाहिँ होइन जति गर्नु पर्थ्यो तर त्यति भएन त्यो कारणले गर्दा देश विदेशमा पुगेन त्यो कारणले गर्दा देश विदेशमा नेपाल लुम्बिनी नेपालमा पर्छ भन्ने कुराहरू धेरैलाई थाहा भएन यसमा राजनीतिक अस्थिरता अथवा सरकार वर्षमा सरकारहरू परिवर्तन भएर नि एउटा सरकारले कार्यक्रम बनायो त्यो लागू नहुँदै फेरि अर्को सरकार आउनुपर्ने यस्ता बाध्यताहरूले पनि यसमा काम गरेका हुन्छन् बिल्कुल के छ भने लुम्बिनी भन्ने जुन स्थानलाई राजनीतिकरण गर्नु हुँदैन अनि 46 सालपछि जति पनि त्यहाँका पदाधिकारीहरू चाहिँ नियुक्ति भए करिब सबैजना जस्तो त्यहाँ चाहिँ राजनीतिक पार्टीबाट चाहिँ प्रेरित व्यक्तिहरू प्रेरित मात्र नभइकन राजनीतिक पार्टीबाट नै नियुक्ति गरेर पठाएका व्यक्तिहरू प्रमुखहरू धेरै भए कतिलाई बुद्धिस्ट भन्दैमा त सबै कुराहरू जानकार हुन्छ भन्ने कुरा पनि होइन एउटा भिजन चाहिन्छ एउटा प्रपर प्लानिङ भए तापनि सरकार जसको भए पनि बुद्धसँग सम्बन्धित लामो ज्ञान आर्जन गरेको मान्छेलाई नियुक्त गरेको भए अहिलेको स्तरभन्दा धेरै माथि लान सकिन्थ्यो बिल्कुल जति मैले अघि पनि फेरि यही कुरा दोहोऱ्याउँछु जति लुम्बिनीलाई हामीले गर्नु सक्थ्यो अथवा अगाडि बढाउन सक्थ्यो त्यति भएको छैन हुन त भएको छैन भन्नाले हरेक वर्ष त्यहाँ पर्यटनहरू बढेर आएकै छ वृद्धि भइ नै राखेको छ र त्यसको जोडेर ल्याउँदाखेरि चाहिँ त्यो लुम्बिनी भगवान बुद्धको जन्मस्थान भएको कारणले गर्दाखेरि नै अहिलेको लुम्बिनी अन्तर्राष्ट्रिय एयरपोर्टको त्यहाँ स्थापना पनि भयो त्यहाँ अन्तर्राष्ट्रिय स्तरको विमानस्थल पनि बन्यो होइन त्यसपछि गएर चाहिँ अब प्राइभेट पार्टिजहरूले पनि धेरै संरचनाहरू जस्तै होटेल्सहरू बनाए पहिलाभन्दा त त्यो तुलना 25-30 वर्षको अगाडिको तुलना र अहिले गर्न त पक्कै मिल्दैन धेरै फरक आइरहेको छ तर पनि मैले भर्खरै अस्ति लुम्बिनी बुद्ध जयन्तीको बेलामा म लुम्बिनी पुगेको थिएँ यसपालिको हजुर अहिले यसपालि एउटा कार्यक्रम पनि भयो यस्तो अस्तव्यस्त यस्तो अव्यवस्थित
यस्तो के भन्ने अब भनेर भद्रगोलै छ हेर्नुहोस् तरिकाले कार्यक्रम जथाभावी। किनभने लुम्बिनी भन्नु साथै त्यो कुनै धर्मको कुराहरू मात्र आउँदैन, त्यो त एउटा सभ्यता कुनै एउटा समुदायको कुरा मात्र आउँदैन, त्यो त सबैको सम्पत्ति, एउटा सबैको सम्पत्ति हो र हाम्रो मात्र सम्पत्ति होइन। त्यो सम्पूर्ण जति पनि बौद्धिस्टहरूको र यो देश विदेश जति पनि देशहरू छन् उनीहरूको पनि सम्पत्ति, सबैको साझा सम्पत्ति हो, साझा सम्पत्ति हो। त्यो नेपालको मात्र सम्पत्ति होइन। सम्पत्ति भन्नाले आधिकारिक हिसाबले भन्नुपर्दा त्यो त नेपालकै हो। नेपाल त्यो अवस्थित त नेपालमा रहेको कारणले गर्दाखेरि, तर आस्थाको हिसाबले त विश्वभरिका बौद्ध मार्गीहरूको हो। एब्सोल्युटली हैन। त्यो कारणले यस्तो अवस्था, यस्तो अस्तव्यस्त जुन कि मास्टर प्लानले जे निर्देशित गरेको हो त्योभन्दा बिल्कुलै उल्टो छ। हेर्नुहोस् अहिले उल्टो भन्नुको मतलब जस्तो मैले अघि यहाँलाई पानीको बारेमा जुन कनालको बारेमा कुरा गरेँ, त्यो ठाउँमा दायाँ बायाँ थेरवादा र महायानी भन्ने दुई किसिमको बौद्ध धर्मको जुन मार्ग छ, त्यो समुदाय मार्ग छ, त्यो मार्गको बिचमा जुन क्यानलको हामीले पानीको क्यानलको कुरा गऱ्यौँ, त्यो ठाउँमा कमलको फुल विभिन्न खालको फुल हुनुपर्ने ठाउँमा त्यहाँ बोट चलाइराखेको छ। हेर्नुहोस् पैसा लिएर त्यो व्यापार गरिरहेछ। हेर्नुहोस् त्यति मात्र नभइकन मैले केसम्म देखेँ भने त्यहाँका अब त्यो केटाकेटीहरू मोटरसाइकल लिएर आएर जथाभावी दौडाउनु पनि देखेँ। त्यत्रो अर्बौँ लगानी गरेर खर्च गरेको बनाएको त्यो जुन संरचनाको इँटाहरू फुट्ने जस्तो ठाउँ ठाउँमा हाम्रो भर्याङ्सहरूदेखि लिएर विभिन्न संरचना छ, टुटफुट असुरक्षित त्यो ठाउँमा यस्तो बेतौडले मोटरसाइकल्सहरू दौडाउने, जबकि त्यहाँ साइकल पनि लैजानु हुँदैन। निश्चित ठाउँमा राखेर त्यो घुम्न, त्यो पैदल जानुपर्ने ठाउँमा खुल्ला रूपले चाहिँ मोटरसाइकल दौडाइरहेको छ। केटाहरूले चाहिँ त्यहाँ स्टन्ट गरेको देखेँ मैले। अब त्यो पहिलाको अवस्थामा त्यसलाई ल्याउँदाखेरि सरकारको अर्बौँ रुपियाँ दाम खर्च हुन्छ। हेर्नुहोस् है। अब तपाईँको मायादेवीको वरिपरि पनि त्यो जुन एउटा हरियाली हुनुपर्ने ठाउँमा कता इँटाले छापेको देखाएको छ, कता ढुङ्गा छापेको छ, कता काठ राखेको छ, कुनै योजनै छैन। एक किसिमले भन्नुपर्दाखेरि 20 वर्षको अगाडिको जुन लुम्बिनीको जुन सुन्दरता हो, जुन व्यवस्थित वातावरण थियो, त्यो अहिले टोटल्ली उल्टो भइसकेको छ। बिग्रिँदै गइरहेछ। अहिले पछिल्लोचोटि त्यहाँ सदस्य सचिव के लामा नियुक्त हुनुभएको छ नि, उहाँ गएपछि पनि त्यो धेरै प्रगति भएको। उहाँ गइसकेपछि झनै बिग्रियो। हेर्नुहोस् मैले हेर्नु पर्दाखेरि उहाँ त राजनीतिक व्यक्तित्व, अब उहाँ त एउटा राजनीतिक व्यक्तित्व है। पहिला अर्थमन्त्री पनि भइसक्नु भएको, अर्थ राज्यमन्त्री भइसक्नु भएको। अब यसमा अलिकति मैले भन्नु पर्दाखेरि लुम्बिनी के हो भनेर सर्वप्रथम बुझ्नुपर्ने अवस्था आउँछ। हेर्नुहोस् हामी बुद्ध धर्मको कुरा त गर्छौँ होइन, लुम्बिनी के हो त भन्दाखेरि भगवान् बुद्ध जन्मेको ठाउँ हो। त्यो त यहाँलाई भनिराख्नु पर्दैन, संसारले त्यही बुझाएको छ होइन। अब त्यो ठाउँ कस्तो हुनुपर्छ भन्दाखेरि चाहिँ कुनै अथवा हाम्रो काठमाडौँको जस्तो सांस्कृतिक समुदाय पनि होइन, अथवा कुनै महायानीहरूको त्यो समुदाय पनि होइन। किनभने भगवान् बुद्ध जन्मिने बेलामा त कुनै बात भन्ने नै थिएन होइन। त्यो भएर त्यो ठाउँ भनेको टोटल्ली सेक्युलर ठाउँ हो। हेर्नुहोस् कुनै पद, कुनै सम्पद, त्यसलाई के भने कुनै धर्म अथवा कुनै त्यो, अथवा अहिले यहाँले भर्खर नाम लिनुभयो नि हाम्रो लामा लार्केल लामाजी होइन, उहाँ महायानी बुद्ध धर्मको पृष्ठभूमिबाट आउनुभएको मान्छे होइन। उहाँले आफ्नै हिसाबले आफ्नै लामाको जुन हुन्छ अथवा जुन टिबेटन स्टाइलको प्रथा भनौँ न, त्यो किसिमको त्यहाँ सञ्चालन भएको देखियो। त्यसमा उहाँको प्रभाव र त्योभन्दा अगाडि पनि धेरै एक दुईजना अरू लामाहरूको पनि त्यहाँ नियुक्ति भइसकेको हुनाले भगवान् बुद्ध जन्मेको ठाउँ मान्छे आएर चाहिँ भगवान् बुद्ध जन्मिने बेलाको जुन त्यो कल्पना गरेर मान्छेले चाहिँ श्रद्धापूर्वक
त्यहाँ आराधना प्रार्थना गर्न आउने ठाउँ हो। कुनै टिबेटन हिसाबको त्यो मन मन्दिरलाई पूजा गर्न आउने ठाउँ पनि होइन। एउटा हाँगाको मात्रै, एउटा हाँगाको मात्रै, या महायानी, वज्रयानी, हिनयानी, थेरयानी, हिनयानी, थेरयानी भन्छौँ न, त्यसको लागि आउने होइन। त्यो त समग्रको हो नि त, समग्रको। त्यो भएर त्यो एउटा समुदाय भनौँ अथवा एउटा धर्म भनौँ, एउटा प्रथाको त्यसलाई माहौल बनाउने ठाउँ होइन। किनभने त्यसो भए बुद्ध दर्शनसँग सम्बन्धित ज्ञान भएको लामा मात्र होइन, जो पनि त्यहाँको नेतृत्व गर्न सकिन्छ। लामै र रातो लुगा लाउनै पर्छ भन्ने छैन, तर सक्षम व्यक्तित्व हुनु पर्यो, भिजनरी हुनु पर्यो, गहिरो अध्ययन भएको हुनु पर्यो, मास्टर प्लान राम्रो बुझेको हुनु पर्यो, मास्टर प्लानको फिलोसफी बुझेको हुनु पर्यो। अनि त्यो नभएको कारणले गर्दाखेरि के भयो भन्नुहुन्छ भने जति पनि त्यहाँ नियुक्ति भएर गए त्यो सबै राजनीतिक नियुक्तिबाट नै प्रेरित भएर गएको मान्छेहरू धेरै देखिन्छ। त्यसरी गएका मान्छेहरू के रोजगारीको लागि मात्रै गए जस्तो हुने भयो नि त? अब त्यहाँ के पनि सुन्नमा आइयो भने एउटै पदमा एउटै ठाउँमा 10औं वर्षसम्म एउटै व्यक्ति छ भने पनि सुनियो हेर्नुहोस्। पटक एउटै व्यक्ति रहिरहने धेरै समयसम्म अघि जस्तो अब त्यहाँ कोषको कुराहरू गर्नुपर्दाखेरि कोषाध्यक्षको कुराहरू, कोषाध्यक्ष पनि सधैँ त्यही ब्याकग्राउन्डका व्यक्तिहरू रहे। इन्कमको सोर्स बनाउन चाहेर हो भन्ने त्यसमा त त्यो लुम्बिनी विकास कोषले जान्नुपर्ने कुराहरू हो, किन आन्तरिक कुराहरू भयो। मैले त्यसमा केही भन्नु मिल्दैन। तर हाम्रो लार्क्यालजी साँच्चै नै बुद्धप्रतिको श्रद्धा भावना र उहाँ बुद्धिस्ट र लुम्बिनी विकास गर्नुपर्छ भन्ने खालको उहाँको चाहना छ भने उहाँले तुरुन्तै राजीनामा दिनुपर्छ। उहाँभन्दा सक्षम व्यक्ति खोजेर लानुपर्छ, खोजेर त्यहाँ सक्षम व्यक्ति अरू ल्याउनुपर्छ। हेर्नुहोस्, किनभने उहाँ गइसकेपछि त झनै बिग्रेर गइसक्यो, झन् भद्रगोल भएको छ। उहाँलाई मैले 4-5 पल्ट भेटे पनि छु होइन। उहाँ एकपटक नियुक्ति भइसकेपछि एकपटक यसो देखादेखि मात्र भएको छ। यस्तो अवस्था छ कि त्यहाँ त अब मैले के भन्ने, अब त्यो यहाँ गइसकेपछि तपाईँले अघि पनि भनिराख्नु भएको छ होइन, भद्रगोल स्थिति। त्यो भएर त्यो बिल्कुलै लुम्बिनीलाई गर्नु नहुने कामहरू त्यहाँ भइरहेको छ। अनि लुम्बिनी विकास कोषमा नियुक्ति भएर जाने व्यक्तित्वहरू पनि अब लुम्बिनीको ब्याकग्राउन्ड नजानेर, इतिहास नजानेर, त्यसको महत्त्व नजानेर अब पद मात्र बोकेर बस्नेहरू पनि देखियो। त्यो भएर अत्यन्त सिरियस राज्य चाहिँ सिरियस हुनुपर्ने अवस्था आइसक्यो होइन भने त्यो लुम्बिनी नरहन सक्छ है भन्ने चाहिँ रहन सक्ने यो त खतरा डर भइसक्यो। यति फोहोर मैला छ कि कुनै व्यवस्थित छैन। र मलाई सबभन्दा दुःख लाग्दो कुरो के छ भन्नुहुन्छ भने देशको प्रधानमन्त्री लुम्बिनीसम्म जाँदा पनि अहिलेका हाम्रो केपी शर्मा ओलीजी लुम्बिनीको मायादेवी मन्दिर गएर एउटा दर्शनसम्म पनि गर्न जानु भएन। अस्ति एउटा कार्यक्रममा एउटा हलमा कार्यक्रम भयो भनेर चाहिँ मैले पनि युट्युबमा हेरे हो। उहाँहरू त्यहाँ गएर दर्शन गर्न जानु नि भएन। त्यसैले बुझिन्छ कि कति अहिलेको सरकार भनौँ कति संवेदनशील छैन लुम्बिनीप्रति। त्यो के कस्तो काम भइरहेछ भन्ने कुराहरू चाहिँ एउटा निरीक्षणको हिसाबले पनि जान सकिन्थ्यो, एउटा भावनात्मक हिसाबले पनि जान सकिन्थ्यो होइन। बुद्धवास बर्न इन नेपाल भनेर चाहिँ देश विदेशमा जाँदाखेरि हामीले चाहिँ लुम्बिनीको बारेमा निकै गर्वका साथ कुरा गर्छौँ। तर प्रधानमन्त्री लुम्बिनीको आँखाको अगाडि मायादेवी मन्दिर हुँदा पनि उहाँ दर्शन गर्न जानु भएन। किन जानु भएन त्यो उहाँले नै जानुहोस्। भाषण चल्यो होला अनि त्यसपछि फर्किनु भयो कि। अनि मलाई दुःख लाग्यो कुराहरू, किनभने त्यो मायादेवीको मन्दिर भएको कारणले त्यत्रो ठुलो योजना बन्या हो। जब देशको प्रधानमन्त्री नै त्यहाँ गएर चाहिँ नगएको अवस्थामा त अनि वरिपरि जे जस्तो नियुक्ति भएर आएका मान्छेहरू छन्, अब मैले भन्नु पर्दैन यो बारेमा कस्तो किसिमको महत्त्व कम भए जस्तो, महत्त्व कम भएको होइन, महत्त्व कम गराइएको भन्ने खालको मैले यसरी बुझेको। मान्छेलाई त्यो पर्ने भयो इम्प्रेसन बुझ्ने मान्छेले है। तपाईँहरूको अब त्यो कारणले गर्दाखेरि चाहिँ लुम्बिनीमा अब त्यसलाई रिअर्गनाइज गर्नुपर्ने स्थिति आइसकेको छ। तपाईँ यहाँनिर जस्तै तपाईँ अब लुम्बिनीलाई विश्वस्तरमा चिनाउनको लागि विभिन्न डकुमेन्टहरू बोकेर विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा चाहिँ घुम्ने क्रममा अब यो नेपालीहरू संसारभरि छरिएर रहेका छन्। उनीहरूको यस्तो विश्वले चिनेको एउटा चाहिँ
संस्था यहाँ छ तर नेपालीहरू चाहिँ रोजगारीको लागि विदेशमा धाउनुपर्ने अवस्था छ। अब यसलाई चाहिँ कसरी जोड्ने, रोजगारीसँग कसरी जोड्ने? अब मैले देश विदेश तपाईँ घुम्नु भएको छ नि? हजुर, मैले योभन्दा अगाडि अर्को एउटा इन्टरभ्यूमा मैले के भनेको थिएँ भने वास्तवमा नेपालीहरू देश विदेशमा अहिले अब सबैभन्दा ठुलो इन्डस्ट्री रेमिटेन्स अब यही नै देखिया छ, सरकारको बजेटको ठुलो हिस्सा है, यसैमै गाभिया छ। हेर्नुहोस्, त दुःखलाग्दो कुरा हो यो चाहिँ। हेर्नुहोस्, हाम्रो देशमा मैले पहिला पनि भनेको छु यो कुराहरू, लुम्बिनी छ, पशुपति छ, एभरेस्ट छ, यत्रो ठुलो संरचना, यत्रो ठुलो आध्यात्मिक ठाउँ, प्राकृतिक संसारले चिनिने ठाउँ हैन, भइकन पनि हाम्रो देशको युवा युवतीहरू रोजगारी माग्न, जागिर माग्न विदेश धाउनु पर्ने। विदेश धाएर, त्यो पनि विदेश मात्र ठिक छ, अमेरिका अथवा जापान अथवा युरोप गएर राम्रो ठाउँमा गएर चाहिँ गएको भए पनि ल ठिकै छ, केही एउटा अनुभव हासिल गरेर सिप सिकेर एउटा चाहिँ एजुकेसन, हायर एजुकेसन सिकेर आउँछ भन्ने एउटा चाहिँ आश हुन्थ्यो। अब यो खाडी मुलुक जस्तो ठाउँमा गएर विशेष गरिकन अहिले तपाईँले युट्युबमा हेर्नुभयो भने हाम्रा चेलीबेटीहरू कुवेतबाट यस्तो अवस्थामा फर्केर आएको सुनिन्छ र उहाँहरूलाई त्यहाँ यातना दिएको अथवा यहाँ त्यहाँ पुग्दाखेरिको जुन त्यो वातावरण दयनीय अवस्था, म आफै पनि देश विदेश जाँदाखेरि विशेष गरिकन युरोप जाँदा, अमेरिका जाँदाखेरि चाहिँ दुबई भएर जाने, कटार भएर जाने म गर्थेँ। अब त्यो टोइलेट सफा गर्नेहरूदेखि लिएर सबै हाम्रै देशका मान्छेहरू हुन्थे। काम सानो ठुलो भन्ने कुरा होइन, त्यो गर्नुपर्ने स्थिति थिएन र कतिपय कुराहरू, विभिन्न घटनाहरू भएको कुराहरू सुनिन्छ र त्यो सुन्दाखेरि मलाई कता कता कस्तो लाग्छ भने 1 करोड त लुम्बिनीले नै पाल्छ। हेर्नुहोस्, हाम्रो जम्मा 3 करोड त्यति जनालाई रोजगारी सिर्जना गर्न सक्छ। लुम्बिनी एउटाले अथवा बुद्ध धर्म एउटाले 1 करोड को रोजगारी सिर्जना गर्न सक्छ, गराउनु मिल्छ। त त्यसको लागि एउटा योजना हुनु पर्यो, सरकारले त्यो योजना बनाएर त्यसलाई चाहिँ इम्प्लिमेन्ट गर्नु पर्यो त्यसलाई चाहिँ, हैन। त्यस्तै गरिकन अब सगरमाथा, त्यस्तै गरिकन पशुपतिको कुराहरू आउँछ। त्यस्तो संरचना नेपालमा थुप्रो हुँदै हामीले विदेशमा गएर चाहिँ यसरी दुःख सहेर, हाम्रो चेलीबेटीले यातना सहेर, दुःख सहेर चाहिँ त्यो गरेको भन्ने युट्युबबाट सुन्दाखेरि, फर्केर आउँदाखेरिको जुन अवस्था, बडा दयनीय अवस्था सुन्नु पर्दाखेरि मलाई धेरै दुःख लाग्छ। त्यो भएर मेरो आफ्नो विचार कमसेकम त्यो कतै न कतैबाट सुरु होस् भन्ने सिलसिलामा लुम्बिनी प्रदेशबाट त्यो सुरु गरे कस्तो। 5 नम्बर प्रदेशको नामाकरण लुम्बिनी नामाकरण गरियो नि। यहाँसम्म आइपुग्नुमा त धेरै राजनीतिक बहसहरू भयो होला, त्यो आफ्नो ठाउँमा छ। प्रदेशको नामै गौतम बुद्धको जन्मस्थलबाट नामाकरण गरियो, होइन? अब लुम्बिनी भनेपछि त एउटा, अब त्यहाँ त 10-12 वटा जिल्लाहरू छन्, होइन? लुम्बिनी जसरी नामाकरण गरियो, लुम्बिनी प्रदेशको सिङ्गो विकासको लागि लुम्बिनी क्षेत्रको चाहिँ योगदान कति हुन्छ? अब लुम्बिनी अहिले प्रदेशको जुन हामी कुरा गर्छौँ, विशेष गरिकन 3 वटा स्थान छ। एउटा रामग्राम, देवदह रामग्राम भन्ने छ। त्यो स्थान भनेको चाहिँ भगवान बुद्धको माता महामायाको माइती। त्यसपछि उहाँको आफ्नै महारानी श्रीमती यशोधराको माइती, त्यसलाई रामग्राम र देवदह भनिन्छ। त्यो पनि लुम्बिनी प्रदेशमै पर्छ। त्यसपछि आएर अब लुम्बिनीको कुरा त हामीले धेरै लामो कुरा गरिसक्यौँ। लुम्बिनी जहाँ जन्मस्थलको कुरा छ, उसकै नामबाट प्रदेशको नामकरण भयो। त्यसपछि कपिलवस्तु भन्ने ठाउँ छ, जुन कि राजा शाक्य किङडम भनौँ न, शाक्य वंशको राजधानी शुद्धधनको शाक्य किङडम भन्छ त्यसलाई चाहिँ। हेर्नुहोस्, त्यो पनि कपिलवस्तु भनेको त्यो पनि लुम्बिनी प्रदेशमै पर्छ। हेर्नुहोस्, नजिक वरपर पर्छ। र यो 3 वटा ठाउँलाई मात्रै हामीले राम्रोसँग विकास गर्न सकेको खण्डमा, फेरि विकास भन्नाले यहाँ कस्तो देखियो भने ठुल्ठुलो बिल्डिङ बनाउने, पुरानो चिजलाई विकास, त्यही त संरचना निर्माण गर्नुलाई मात्रै विकास ठान्ने कि होइन, त्यसलाई संरक्षण गर्ने पनि विकास हो। हेर्नुहोस् है,
अब हाम्रो नेपाली अहिलेको जुन हाम्रो एसियाली मुलुकको विकासको मनस्थिति कस्तो छ भने चाहिँ ठुलो बिल्डिङ हुनु पर्यो, 20 तला 30 तला 100 तला भयो भने त्यो विकास मान्ने रहेछ। वास्तवमा त्यो विकास होइन है। त्यो नेपालमा त्यो विकास गर्न जरुरी नै छैन, किनभने हाम्रो सम्पदा छ, हाम्रो संस्कृति छ, हाम्रो प्रकृति छ, त्यसलाई नै बेस गरेर त्यो ब्याकग्राउन्डलाई सुहाउँदो किसिमको विकासमा हामी जानुपर्छ। त्यो भएर लुम्बिनीको कुरा गर्नुपर्दाखेरि चाहिँ हामीले देवदह, लुम्बिनी र कपिलवस्तु यसलाई संरक्षण गरेर त्यसमा प्राविधिक अथवा संरचनाहरू भनेर बिल्डिङ बनाउने कुराहरू नभइकन त्यसमा सेवा पुर्याउनेहरू जस्तै कम्युनिकेसन्सहरू, ट्रान्सपोर्टेसन्सहरू, किन गर्मी भएको कारणले गर्दाखेरि चाहिँ यात्रीहरूलाई होटलमा त नभइकन यात्रीहरू जाँदाखेरि आउँदाखेरि त्यो ठाउँमा एउटा चिसो बात, एउटा एयर कन्डिसन, एउटा यस्तो आराम गर्ने ठाउँहरू। अस्ति लुम्बिनी जाँदाखेरि तपाईँको त्यो 39 to 42 हिट थियो भन्ने चाहिँ त्यो मैले राम्रोसँग रेकर्ड त गरेन। तपाईँको लुम्बिनीको जुन मायादेवीको मन्दिर जाँदाखेरि चाहिँ त्यो खुट्टा तातोले हिँड्नु पनि सक्दैन हेर्नुहोस्, तापक्रमले पोलेर। पहिला बरु त्योभन्दा अगाडि के थियो भन्नुहुन्छ भने हरियो घाँसहरू, गार्डन्सहरू, दुबोहरू चारैतिर फैलेको अवस्था थियो। त्यो बेलामा हिँड्दाखेरि कुनै समस्या थिएन। अहिले त जतासुकै मायादेवी मन्दिरको वरिपरि जुन कि गर्नु नहुने कुराहरू, त्यहाँ ढुङ्गा छापिया छ, इँटा छापिया छ, कुनै डिजाइन, कुनै त्यसलाई ब्युटिफिकेसन नै नगरिकन एउटा हाकिम आउने होला, सायद सुन्दरतालाई नष्ट गरिँदैछ, नष्टै भइरहेछ मायादेवीको वरिपरितिर हेर्नुहोस् है। अब एउटा हाकिम आउने होला, उहाँको एउटा आफ्नो विचार होला, ल त्यहाँ ढुङ्गा लगाउनु पर्यो भन्ने होला, एउटा अर्को हाकिम आउने होला, त्यसमा इँटा लगाउनु पर्ने भन्ने होला, त्यो बजेट आएको सक्नुपर्ने होला। त्यो चाहिँ अब लुम्बिनी विकासले जान्नुपर्ने कुराहरू। त्यो भएर जुन मास्टर प्लानमा जुन बनाइएको हो त्यही अनुसार हुनु पर्थ्यो। सर, त्यहाँ नजिकै विमानस्थल पनि छ नि, अन्तर्राष्ट्रिय स्तरको बनाइएको छ होइन? त्यसले लुम्बिनीको विकासको लागि, पर्यटकहरू आउजाउ गर्नको लागि, किनभने पहिला त काठमाडौँ आउनु पर्थ्यो, अब त्यहीँ आउँदाखेरि विमानस्थल र लुम्बिनीको विकासको बिचमा चाहिँ कतिको हुन्छ भेटघाट हुन्छ? लुम्बिनी एयरपोर्ट र लुम्बिनीको जुन दूरी छ करिब 20-22 किलोमिटर जति टाढा छ। हजुर, कि त्यहाँसम्म पुग्नुको लागि पनि एउटा बसको व्यवस्था अथवा रेगुलर बस सर्भिसेसहरू लुम्बिनी विकास कोषले त्यसलाई प्रोभाइड गर्ने, अब सहुलियत मूल्यमा त्यहाँ पाउनुपर्ने अथवा पुर्याइदिनु पर्ने, करिब एउटा एयर कन्डिसन बसको व्यवस्थाहरू गरिनुपर्ने। अब सानो कुराहरू यो चाहिँ, ठुलो त धेरै गर्न सकिन्छ, सानो कुराले नै प्रभाव पार्छ। किनभने देश विदेशबाट धेरै उनीहरूले पनि खर्चै गरेर आउने हो होइन? भगवान् बुद्धको जन्मस्थानमा जान पाउने भन्ने जुन एउटा अर्कै एउटा आध्यात्मिक विचार, आध्यात्मिक भावनाले आउने हो। त्यहाँ आउँदा यता फोहोर फ्याँका छ, यता जथाभावी अथवा यो लुम्बिनी मन्दिर छिर्नु अगाडिको वरिपरिको ठाउँमा त्यहाँ मासुको व्यापार गरेका छ, अब त्यहाँ बियरहरू, अब नसाको चिजहरू त्यस्तो बिक्री गरेका छ, केही चिज बन्दोबस्त छैन हेर्नुहोस् है। अब जुन बेलामा जुन बुद्ध जयन्तीको जुन बेलामा थियो त्यो बेलामा मैले वरिपरि कोही पनि लुम्बिनी विकास कोषको न एउटा भलन्टियर्स देखेँ, न कोही त्यहाँको पदाधिकारीहरू चाहिँ आएर चाहिँ केही कसैलाई एउटा चाहिँ सहयोग गरेको देखेँ। स्वागत सम्मान सहयोग केही पनि छैन। आफ्नो हिसाबले गइरहेका छ, आफ्नो हिसाबले आइरहेका छ। त्यो गर्मीमा दौडादौड, त्यो बडा अव्यवस्थित हिसाबले सञ्चालन भएको देखियो। त्यो कारणले गर्दा विमानस्थल त्यहाँ हुँदाखेरि पर्यटकहरू सिधै लुम्बिनी आउन सहज भएको छ? त्यो त बिल्कुल डेफिनेटली भएको छ त्यो चाहिँ, तर त्यो अहिले त्यो हिसाबले त्यहाँको फ्लाइट अपरेसन्स भएको छैन। तर फेरि इन्डियाले चाहिँ बेला बेलामा रुट चाहिँ रोक्यो भनेर फेरि समाचार आइरहेको थियो। अब त्यो त नेपाल सरकारले राम्रोसँग त्यसलाई सम्झाएर कन्भिन्स गरेर, किनभने अघि पनि मैले भनिहालेँ लुम्बिनी इन्डियाको बारेमा इन्डियाले अरू विभिन्न पत्रपत्रिकाहरूले चाहिँ लुम्बिनी चाहिँ के अरे भगवान् बुद्ध जन्मेको चाहिँ इन्डियामा भन्ने खालको कुराहरू
आयो त्यो आइरहन्छ नि आइरहन्छ त्यो चाहिँ कस्तो छ भने चाहिँ इन्डियाको पत्रपत्रिकाबाट आउने कुराहरू हो हैन अनि लामो समय इन्डिया पनि ब्रिटिसले कोलोनी गरेको देश भएको हुनाले त्यो बेलामा धेरै नै त्यो बेलामा ब्रिटिस भन्न साथै इङ्ग्लिस अङ्ग्रेजीको लेखपढको कुराहरू आयो त्यो बेलामा बुद्ध वाज बोर्न इन इन्डिया भनेर चाहिँ त्यो बेलामा लेखिएको कारणले गर्दाखेरि चाहिँ त्यही इम्प्रेसनले बुद्ध वाज बोर्न इन इन्डिया भन्ने खालको कुराहरू चाहिँ आयो उनीहरूले त्यो प्रचार गरे है सर सुरुमा प्रचार भन्दा पनि त्यो बेलामा किनभने इन्डिया इन्डिपेन्डेन्ट भएको 1947 मा हो 70 वर्ष अगाडिको कुराहरू हो लुम्बिनी त भर्खरै 30-35-40 वर्ष अगाडि त्यो योजना सुरु भएको हुनाले त्यसलाई प्रचार गर्नु पुगेको छैन मैले अघि पनि भने नि सरकारले चाहिँ जन्मस्थल चाहिँ यता तर उता उनीहरूले प्रचारमा उनीहरू अगाडि गर्यो हैन तर त्यो चाहिँ ब्रिटिसको टाइममा धेरै त्यो प्रचारहरू भयो है तर त्यो भइकन पनि रिसेन्टली झन्डै 2 वर्ष जति अगाडि आदरणीय इन्डियाको प्रधानमन्त्री नरेन्द्र मोदीज्यू लुम्बिनीमा आएर त्यहाँ मायादेवी मन्दिरको दर्शन गरेर त्यही नै सबभन्दा ठुलो बुद्धको जन्मस्थल यो हो भन्ने कुराहरू पहिला अशोक आएर चाहिँ सम्राट अशोक आएर चाहिँ यही हो भनेर चाहिँ स्तम्भ खडा गरेर जस्तै त्यत्तिकै महत्त्वपूर्ण इन्डियाको प्रधानमन्त्री आएर चाहिँ यो बुद्धको जन्मस्थल हो भनिदिनु नै सबभन्दा नेपालको लागि चाहिँ कुरा भएको हुनाले यसमा विवाद गरिराख्नु पर्दैन हामीले पटक बुद्ध वाज बोर्न इन नेपाल भनिराख्नु पर्दैन त्यो भन्दा पनि महत्त्वपूर्ण कुराहरू अहिले त्यो लुम्बिनीलाई कसरी राम्रो गर्ने कसरी विकास गर्ने अहिले भएको चिजलाई कसरी व्यवस्थित गर्ने त्यसलाई कसरी संरक्षण गर्ने त्यो भगवान बुद्ध जन्मेको बेलाको जुन वातावरण सृजना कसरी गर्ने भन्ने खालकोमा मैले जहाँसम्म अहिले तपाईहरुको जानकारहरू हुनुहुन्छ नि तपाईहरुको चासो र चिन्ता चाहिँ यतातिर हो मेरो मेन चिन्ता यतातिर हो तपाई को नियुक्ति भएर गयो अथवा कुन व्यक्तित्व गयो भन्ने कुराहरू होइन वहाँ गएर चाहिँ त्यो ठाउँलाई पहिलाको वातावरणमा राख्यो कि राखेन त्यहाँ गएर चाहिँ कुनै एउटा चाहिँ मिनी टिबेट जस्तो अथवा टिबेटनहरुको एउटा चाहिँ आफ्नो समूह जस्तो त्यो गर्ने होइन त्यो चाहिँ विश्वको सम्पत्ति हो विश्वको इतिहास हो कुनै एउटा चाहिँ त्यो महायानी अथवा थेरवादी अथवा बज्रयानीको एउटा समुदायको मात्रै होइन त्यो भएर किनभने भगवान बुद्ध जन्मिने बेलामा त्यो कुनै समुदाय नै थिएन त्यो समुदायमा बाँडिएको त पछिको कुराहरू हो त्यो भएर भगवान बुद्ध जन्मेको बेलाको वातावरण सृजना गर्नु नै मुख्य त्यहाँको उद्देश्य हुनुपर्ने ठाउँमा त्यो भएन त्यो नहुनुको कारण चाहिँ राजनीति नियुक्तिको कारणले आफ्नो पार्टीको निर्देशन अथवा मैले पार्टीको बारेमा भन्नु त मिल्दैन तर पनि त्यो भएको कारणले लुम्बिनी विकास हुन सकेन लुम्बिनीको पर्यटनहरू आएको छ जति आउनु पर्ने हो त्यो हिसाबले आएन र व्यवस्थित गरेको खण्डमा यसको 10 गुणा अझ बढ्न सक्छ भने बढ्छ त्यो भएर राजनीतिकरण लुम्बिनीलाई गरेको हुनाले लुम्बिनीलाई एउटा छुट्टै निकाय बनाएर स्वतन्त्र निकाय जस्तो बनाएर त्यसको विकासको लागि चाहिँ राख्नुपर्छ भन्ने चाहिँ मेरो धारणा लुम्बिनीको थप विकासको लागि राज्यलाई अथवा चाहिँ पर्यटन मन्त्रालयलाई दिने सुझाव चाहिँ के हुन्छ सर छोटोमा बताइदिनुहोस् मैले त अब मन्त्रालयलाई सुझाव दिने कुरा त आएन तर जे जस्तो मास्टर प्लान अनुसार बनाइएको हो त्यो अनुसार त्यहाँ चाहिँ इम्प्लिमेन्ट हुनु पर्यो र त्यहाँ जाँदाखेरि चाहिँ कुनै एउटा पदको लागि जाने मात्र नभइकन देशको लागि जाने हो मैले पनि लुम्बिनी विकासको लागि मैले योगदान गर्न पाएँ भनेर चाहिँ एउटा गौरव मान्ने भएर त्यहाँ जाने हो र आफ्नो इतिहास पनि त्यहाँ लेख्ने हो त यो होइन कि त्यहाँ गएर चाहिँ सबै कुराहरू योजना विपरीत सञ्चालन हुने अथवा चाहिँ जथाभावी गर्ने वास्ता नगर्ने त्यस्तो चाहिँ गर्नु हुँदैन र अब विशेष गरिकन अब पर्यटनको कुरा गर्नु पर्दाखेरि त्यो लुम्बिनीको कारणले अब भनौँ न यति 100वटा होटल निर्माण भइसकेका छ
जग्गाको मूल्यको कुरा गर्नुपर्दाखेरि चाहिँ म हुँदाखेरिको मूल्य र अहिले करिब करिब 30-35 गुणा आकाश जमिनको फरक भइसकेको छ होइन। तर के छ भने होटल बन्यो, होटल मात्र बनाएर पुगेन। प्राइभेट सेक्टरले पनि होटल ट्राभल एजेन्सी कुनै पनि व्यक्तित्व लुम्बिनी डेस्टिनेसन्स भन्ने जुन आउँदाखेरि जुन आम्दानी हुन्छ त्यो होटलहरू त्यहाँको व्यवसायहरूले पनि अलिकति भए पनि लुम्बिनीको लागि चाहिँ योगदान गर्नुपर्छ, आर्थिक योगदान गर्नुपर्छ। सबै कुराहरू सरकारले गर्छ, सरकारको जिम्मेवारी भनेर बस्नु पनि मिल्दैन। बौद्ध धर्मसँग सम्बन्धित सङ्घ संस्थाहरूको भूमिका कति हुन्छ? अब नेपालमा त्यति बौद्ध धर्मको सङ्घ संस्थाको त्यति भूमिका चाहिँ डेफिनेटली छ। तर आर्थिक हिसाबले कमजोर भएको कारणले गर्दाखेरि नेपाली सङ्घ संस्थाले चाहिँ गर्न चाहेको खण्डमा पनि गर्न सकिरहेका छैन। किनभने सरकारले विशेष त्यो योगदानको जुन गर्नुपर्ने बजेट हो त्यो चाहिँ अब लुम्बिनी विकासलाई दिनुपर्ने वर्षको बजेट त्यो सरकारी हिसाबले गइरहेका छ। तर त्यतिले पुग्दैन मात्र भन्नु खोजेको। त्यो भएर अलिकति त्यसलाई बजेटमा पनि लुम्बिनी विकास कोषलाई मात्र नभइकन प्राइभेट सेक्टरलाई सहभागी गराउनको लागि पनि प्रोग्राम्सहरू ल्याउनु पर्यो, बजेट्सहरू बनाउनु पर्यो, त्यो सुहाउँदो कार्यक्रमहरू गर्नु पर्यो। त्यहाँ त अब मोटर र्याली भन्ने पनि सुनियो, के अरे मोटर बाइक र्याली भन्ने पनि सुनियो, साइकल र्याली भन्ने पनि सुनियो। त्यो गर्नुपर्ने त्यस्तो खालको योजना लुम्बिनीलाई सुहाउने योजना चाहिँ होइन। त्यस्तो कार्यक्रमले चाहिँ त्यो धेरै प्रभाव पार्दैन है, त्यो खास प्रभावकारी योजना चाहिँ होइन। त के गर्नुपर्छ भने तुरुन्त गर्नुपर्ने कुराहरू त्यहाँ एउटा मैले तत्कालन गर्नुपर्ने कुराहरू मायादेवी मन्दिरको वरिपरि जुन त्यो इँटादेखि लिएर ढुङ्गा बिछ्याउने कामहरू, जुन काठ ठाउँमा काठ बिछाएर एउटा त्यो अहिले जुन देखा पर्यो, मैले यहाँलाई भन्नु मिल्दैन, त्यो तत्कालन त्यसलाई निकालेर पहिला जस्तो हो त्यो दुबोको हरियो घाँसमै पूर्ववत अवस्थामा फर्किनु पर्यो हुनु पर्यो। अनि त्यसमा अनि महायानी संरचनाहरू त्यो देखा पर्नु भएन, अथवा कुनै अरू धर्मको संरचना देखा पर्नु भएन। अनि अर्को कुरा चाहिँ एउटा त्यहाँ मान्छे आउँदाखेरि बस्ने एउटा ठाउँ पनि प्रपर ठाउँ कतै पनि भएन। किन होटलबाट बाहिर निस्केर मन्दिर दर्शन गर्नुन्जेलसम्म त्यो धेरै लामो दूरी भएको हुनाले एउटा आराम एउटा गर्ने ठाउँ बिचमा कतै पनि भएन, दूरी टाढा भयो धेरै नै। त्यो भएर असहज हुने जस्तो भयो, असहज, अलिकति गाह्रो र थाक्ने होइन। किनभने लुम्बिनी विकास को क्षेत्र त धेरै ठुलो छ, त्यो धेरै ठुलो क्षेत्र छ हेर्नु। त्यसको लागि कसरी सुविधा पुर्याउने? नजिक सुविधा अब हिँडेर जानलाई त सम्भवै भएन, एउटा गर्मीको कारणले सम्भव भएन होइन। त्यसपछि त्यो कुनै एउटा ट्रान्सपोर्टेसन अथवा त्यो सुविधाहरू केही पनि भएन। र वरिपरि फेरि जथाभावी त्यो चार्जेसहरू पनि धेरै महँगो छ। त्यो ट्याक्सी लिने ट्याक्सी अथवा के हो रिक्साहरू के छ त्यसमा। र तत्कालन गर्नुपर्ने कुराहरू चाहिँ तुरुन्तै त्यो बोटिङ चाहिँ बन्द तत्कालन गर्नु पर्यो। त्यो बोट चलाएर आम्दानी गरिरहेछ होला, आम्दानी गरिरहेछ। त्यसले गर्दाखेरि चाहिँ वातावरण दूषित भएको छ। अनि जहाँ फुल हुने ठाउँमा त्यहाँ चाहिँ अब हिलो अथवा चाहिँ त्यो बोटबाट निस्किने जुन त ओइल्सहरू हो त्यसले गर्दाखेरि पानी फोहोर त्यो यस्तो गन्दगी भइसकेको छ कि भनेर साध्य नै छैन। त्यो भएर त्यो तुरुन्तै बोटिङ बन्द गराएर त्यहाँको पानी निकालेर सफा गरेर त्यो एउटा चाहिँ तुरुन्त गर्न साथै लुम्बिनीको वातावरण धेरै नै पहिलाको अवस्थामा फर्किने सुरु हुन्छ। त्यति पनि गर्न नसक्दा अनि लुम्बिनीको विकास कसरी हुन्छ भन्ने खालको कुरा गर्दाखेरि त्यो एउटा हास्यास्पद एउटा जोक जस्तो खालको कुराहरू हुन आउँछ। त्यो भएर सिरियसली लाग्नुपर्छ। तपाईँको यो सुझाव छ? मेरो सुझाव चाहिँ इमिडिएटली त्यो चाहिँ निकाल्नै पर्छ। हस्, हाम्रो स्टुडियोसम्म आएर लुम्बिनीको विकासको बारेमा, समग्र लुम्बिनीकै बारेमा आफूले ज्ञान हासिल गर्नुभएका कुराहरू हाम्रो दर्शक सामु पस्किनु भयो। तपाईँलाई धेरै धेरै धन्यवाद भन्छौँ र अर्को सन्दर्भमा फेरि हामी यी विषयलाई निरन्तरता दिनेछौँ भन्दै आजलाई बिदा हुन्छौँ। धेरै धेरै धन्यवाद।